आली राइजु हजुर हाय यता हामी आज सेलिब्रेटी बनाउँदै बुनु पनि देख्यौँ कि त पनि देखिन देखा न हाई गाइस भाउजू हाई यो त डह्रो हुन्छ अब किन अलि पाकेन तेल भएन पाकेन अब लास्टको न त लानु उता गएर बस्नु बस जाऊ त डह्रो मान्छेहरूले नि सेल यताबाट तेल के अरे आगो हाल्नु रोटी पकाएको रोटी फर्काउनु माग्छु त्यसलाई भाउजू भनेर भाउजू हाल्नु ल हाल्नु भाउजू हाल्नु एकतिर मोटो एकतिर मसिनो नाच्ने दिन नाच्नु परेन नाच्ने दिन नाच्नु पर्यो बर्थडे हामी त पार्टी खाने भने पार्टी हुने दिदीले खाँदैन नि कसो गरेर बर्थडे हुँदै जिलाउँदै बजाउँदै गरिदिनु के भओस् न अनि यता यता त्यो ठुल्ठुलो भएर अटाउनु कि आगो आउन लाग्यो भोलि बिचाको बर्थडे आएर माइत कमाउने ताई आलु बेला धेरै बोल्नु हुन थाकेन साइड लाग्ने बोल्ने मान्छे के हाल्नु होला धेरै बोल्नु हुन्न सेलरोटी बनाउँदै अनि गोल हुन्छ भनेर बिचमा घन्टी राखेर यस्तो पनि गर्छ न त्यो माना हाम्रो उतातिर उयो गर्छ के भयो आन्टी उता जान बाबु त कस्तो भयो बिन्ता छामा त डर भयो कि लुलो डर हो धेरै डर पनि छैन मैदा नभए हो मैदा ल्याएको होइन र किन त के हुन्न भने त